बालेनलाई आएको छैन आधिकारिक च्यानलबाट भारत भ्रमणको निम्तो। परराष्ट्र मन्त्रालयलाई समेत छैन कुनै जानकारी। निम्तोबारे किन देखियो अन्यल। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर फेरि कूटनीतिक चासो बढेको छ। भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निम्तो पठाइएको जानकारी दिएपछि भ्रमणको विषय चर्चामा आएको हो। तर नेपालको परराष्ट्र मन्त्रालय भने यस विषयमा आफूहरूसँग कुनै नयाँ आधिकारिक जानकारी नरहेको बताइरहेको छ। यही कारण भारतले दिएको जानकारी र नेपालको कूटनीतिक संयन्त्रबीच फरक अवस्था देखिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साउन 12 गते मंगलबार पत्रकारको प्रश्नमा जवाब दिँदै नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निम्तो पठाएको बताएका थिए। भारतीय पत्रकारहरूले नेपालका प्रधानमन्त्रीलाई भारतले छिट्टै स्वागत गर्न लागेको हो कि भनेर सोधेको प्रश्नमा जयसवालले भनेका थिए, हो, भारत भ्रमणका लागि नेपालका प्रधानमन्त्रीलाई निम्तो पठाइएको छ। तर उनले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण कहिले हुने भन्ने विषयमा कुनै जानकारी दिएनन्। भ्रमणको मिति र समयबारे भारतीय विदेश मन्त्रालयले कुनै स्पष्ट विवरण सार्वजनिक पनि गरेको छैन। प्रधानमन्त्री बालेन शाहले पद सम्हालेको 4 महिना बितिसक्दा पनि परम्परागत रूपमा हुँदै आएको भारत भ्रमणको टुङ्गो लागेको छैन। यही अवस्थामा भारतीय विदेश मन्त्रालयको भनाइ आएपछि नेपालमा चासो बढेको हो। नेपालको परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्री शाहलाई पछिल्लो समय भारत भ्रमणका लागि कुनै नयाँ औपचारिक निम्तो नआएको जानकारी दिएको छ। मन्त्रालय स्रोतका अनुसार भारतबाट आएको निम्तो भने प्रधानमन्त्री शाहले शपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउने क्रममा गरेको निम्तो मात्रै हो। त्यसबाहेक अरू निम्तो आएको छैन। परराष्ट्र स्रोतका अनुसार 4 महिना अघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेन शाहलाई बधाई सन्देश दिँदै भारत भ्रमणको निम्तो दिएका थिए। तर त्यसपछि औपचारिक कूटनीतिक माध्यमबाट कुनै नयाँ निम्तो आएको छैन। स्रोतले भनेको छ, त्यसबाहेक अर्को कुनै निम्तो आधिकारिक च्यानलबाट आएको जानकारी छैन। भारतीय विदेश मन्त्रालयले त्यही पुरानो निम्तोलाई आधार मानेर जवाब दिएको हुन सक्छ। यसअघि पनि प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको विषयमा चर्चा आएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री मोदीले शुभकामना सन्देश पठाउँदा नै भ्रमणको निम्तो दिएको बताएका थिए। नवौं हिन्द महासागर सम्मेलनका लागि मौरिसस पुगेका बेला परराष्ट्र मन्त्री खनालले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि सैद्धान्तिक सहमति भएको बताएका थिए। उनले भनेका थिए, हाम्रा प्रधानमन्त्री बालेन शाहले बधाई सन्देशमा निम्तो प्राप्त गर्नुभएको थियो। प्रधानमन्त्रीले स्वीकार पनि गरिसक्नु भएको छ, तर मिति र समय हाम्रा संयन्त्रहरूले निर्धारण गर्नेछन्। उनका अनुसार फागुन 21 गतेको निर्वाचनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहसँग कुराकानी समेत गरेका थिए। त्यसपछि नै भारत भ्रमणको विषय अघि बढाइएको बताइएको थियो। तर प्रधानमन्त्री शाहको भारत भ्रमण अगाडि बढ्न सकेन। यसबीच भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने तयारीमा थिए। उनलाई प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिन काठमाडौँ पठाउन लागेको चर्चा पनि चलेको थियो। तर गत वैशाख 28 गते हुने भनिएको भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण अन्तिम समयमा रोकियो। परराष्ट्र मन्त्रालयले भने भ्रमणको मिति तय नभएको भन्दै औपचारिक प्रतिक्रिया दिएको थिएन। तर स्रोतहरूले भने प्रधानमन्त्री बालेन शाहले भारतीय विदेश सचिवसँग भेटवार्ता गर्न अस्वीकार गरेपछि भ्रमण रोकिएको दाबी गरेका थिए। त्यसपछि प्रधानमन्त्री शाहको भारत भ्रमण थप अनिश्चित बनेको थियो। पछिल्लो समय प्रधानमन्त्री शाहले आफ्नै स्तरबाट कूटनीतिक सक्रियता बढाएको चर्चा पनि छ। स्रोतहरूका अनुसार प्रधानमन्त्री शाहले आफ्ना प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार बेनलाई जुलाईको पहिलो साता दिल्ली पठाएका थिए। उक्त भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता भएको बताइएको छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भेटवार्ता भएको पुष्टि गरे पनि छलफलको विषयबारे मन्त्रालयलाई जानकारी नगराइएको बताएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतहरूसँग छुट्टा छुट्टै भेटवार्ताको तयारी थालेको पनि बताइएको छ। यही पृष्ठभूमिमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताको भनाइले थप प्रश्न उठाएको छ। यदि भारतले प्रधानमन्त्री बालेन शाहलाई नयाँ निम्तो पठाएको हो भने नेपालको परराष्ट्र मन्त्रालय किन त्यसबारे अनभिज्ञ छ र यदि पुरानै निम्तो हो भने त्यसलाई अहिले फेरि किन उल्लेख गरियो। नेपाल र भारत बीचको सम्बन्धमा उच्च स्तरीय भ्रमणलाई विशेष महत्त्वका साथ हेरिन्छ। प्रधानमन्त्री स्तरीय भ्रमणले दुई देश बीचको सम्बन्ध, सहकार्य र कूटनीतिक सन्देशलाई प्रभाव पार्ने भएकाले बालेन शाहको सम्भावित भारत भ्रमणलाई पनि चासोका साथ हेरिएको छ। अब मुख्य प्रश्न यही हो, प्रधानमन्त्री बालेन शाहलाई भारतले नयाँ निम्तो पठाएको हो वा पुरानै निम्तोलाई फेरि चर्चामा ल्याइएको हो? यसको स्पष्ट जवाब भने आगामी कूटनीतिक प्रक्रियाले नै दिनेछ।